छन्। यति बेला चाहिँ साँच्चीकै भन्ने हो भने नि हामी यस्तो परिस्थितिमा छौँ कि काटमार लुटपाट यति बढेको छ। हाम्रो अहिले मलाई सन्दीपलाई मैले फोन गरेँ, कति बजीसम्म भनेको, दिदी जति बजीसम्म गर्दा हुन्छ, पुलिसै छैन भने होइन। तर आइ एम नट ह्याप्पी एट अल, किनकि नेपाली जनताहरूलाई, नेपाली कलाकारहरूलाई सुरक्षाको खाँचो छ। कुनै पनि देशमा नेपाली जनताको लागि, नेपाली नागरिकको लागि पुलिस खटेको छैन भन्नु चाहिँ आफ्नो लागि लाज शरम लाग्दो कुरा हो। सो म आशा गर्छु चाँडै नै सम्पूर्ण प्रहरी कार्यालयहरू बनुन्, सुरक्षा निकाय चाँडै नै एक्टिभ होस्। बरु उहाँको डन्डा खान तयार छु, म पुलिसको डन्डा खान तयार छु। तर म नेपालको नियम र कानुनमा बस्नुपर्छ। म यो देशको नागरिक हो कि होइन? सो यति बेला चाहिँ सुरक्षाको हिसाबले गर्दाखेरि पनि तपाईँ हामीले चाहिँ आफूले आफ्नो टेक केयर गर्नुपर्ने अवस्था छ। यहाँ कुनै पनि पुलिसहरू छैन, तपाईँले सुरक्षा दिनुपर्ने, मैले सुरक्षा दिनुपर्ने। यहीँनिर घटना घट्यो भने पनि अहिले पुलिसको ध्यान आउनेवाला छैन है। सो तपाईँहरूलाई पनि भन्छु, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरू आफ्नो सुरक्षा आफै गरेर बस्नुहोला। यति बेला हामी एकदमै विषम परिस्थितिबाट गुज्रिरहेका छौँ है। तर यस्तो बेला पनि रिस्क मोलेर कार्यक्रम गरिरहनु भएको छ। आयोजक टिमलाई धेरै धेरै धन्यवाद छ। आई लभ यु नेपाली, आई लभ यु माता तीर्थ। सो माता तीर्थले हामी सबैलाई आशीर्वाद दिउन्।